यसरी चाहिँ हामीले पहिलोचोटि ब्लग बनाउन स्टार्ट गरेको छौँ। हामीले चाहिँ गोदकदेखि नेपालटारसम्मको यात्रालाई आज राखेको छौँ। हामी भोटे कुकुरको बच्चा ल्याउन जाँदैछौँ नेपालटारमा। त्यसै क्रममा हामीले यो ब्लग चाहिँ स्टार्ट गरेको। हजुरहरूले चाहिँ हेरिदिनु होला र यसको प्रतिक्रिया दिनुहोला के कस्तो हुन्छ होइन। पहिलोचोटि हो। हस्
खतरा हुँदो रहेछ त अनि जाउँ हर्क साम्पाङ आएको छ र अनि हर्क साम्पाङ भेट्नु हो कि क्या हो भन्दाखेरि ल स्टार्ट नौ ल ओके बाबा Move. Let's go.
जीवनमा सुनसानमा मायाका कुरा अनि भेटघाट बेकार हो मायाका कुरा अनि भेटघाट बेकार हो जानी जानी हृदयमा चोट निकाल्नु हो जानी जानी हृदयमा चोट निकाल्नु हो माया त्यो जन्जिर हो जहाँ हृदय कैद हुन्छ माया त्यो जन्जिर हो जहाँ हृदय कैद हुन्छ हाँसी खुसी जिन्दगी हाँसी खुसी जिन्दगी चिन्ता चिन्ताले भरिदिन्छ सोच्नै नसक्ने सहनै नसक्ने सोच्नै नसक्ने सहनै नसक्ने घाउले मुटु भरिदिन्छ नभन मेरो माया लाग्छ भने अब भेट्न सुनसानमा आएका कुरा अनि भेटघाट बेकार हो आएका कुरा अनि भेटघाट बेकार
एकचोटि हो र पहिला एकचोटि यहाँनिर नि शनिबार मेला लाउने शनिबार हाट लाउने भनेर ठ्याक्क उयो गरेको स्टार्ट गरेको यहाँनिर प्रोग्राम पनि भएको थियो हामी पनि आएको छौँ गीत गाउनु अनि गीत गाइयो ओर्यो होइन हामी चाहिँ गइहाल्यौँ विनोद र देउरालीको विनोद भन्ने छ साथी मेरो ऊ र म चाहिँ ऊ माथि पुग्दाखेरि यहाँ आइआएर उयो गर्दैथ्यो साँझमा राति क्या अनि ओहो कस्तो रमाइलो भएर त बसेको भए नि हुन्थ्यो त भन्दै हामी चाहिँ गयौँ कि भरे त आइआएर उयो त लडाइ पो परेको केटाहरूले पिटाइ त कति खायो यहाँ एकजना दाई हुनुहुन्छ कि राजकुमार भन्ने त्यो कुटाइ खाएरै उसको दिमागै गयो नि हौ कस्तो राम्रो गीत गाउने मान्छे नि है नेपालटारको केटाहरूले अरे भन्थ्यो त्यतिखेर हो नेपालटारको केटाहरूसँग कि कहाँको केटाहरूसँग झगडा परेको अरे भन्थ्यो कि कतिर त कति यहाँ त सानो सानो नानीहरू चाहिँ कत्रो कत्रो भएछ ओहो खाना छ दिदी हजुर ए ल होटल रोजाइ एन्ड खाजाघर ल आज चाहिँ होटल रोजाइ एन्ड खाजाघरमा हामी खानको लागि बसेको छौँ पोर्क छ हो त्यो एउटा लगाइदिनुहोस् एउटा चाहिँ सादै गरिदिनुहोस् ल तिमी खान्छौ नि होइन म सादा खानुपर्छ यो रामबाङ आमु फल्दैछ होइन यहाँ चाहिँ रामबाङ तयार हुँदैछ हाम्रो के होटल पो यो ए होटल रोजाइ हाम्रो होटल रोजाइमा चाहिँ सावित्र दोस्रो सावित्र साम्बा हुनुहुन्छ ल दाइ दिदी गयौँ है केटाहरू छ नि त्यहाँ गाडी हेलो हेलो अरू त केही छोडिएन नि मेरो एउटा मोबाइल त के छ नि चौतारा
सर नमस्ते हजुर एकदम ठिक छ सर के छ रोशन सर अनि म हो कताबाट आउनु घरतिरबाट एकछिन यहाँ काम थियो कि सरसँग भेट्नुलाई ए हजुर चियासप भेटिराखेर फर्किनु पऱ्यो भनेर अरू भाइ खबर ठिकै छ हामी पनि यहाँ नेपाल टाढाको बेला छ्यास सिटिभिटी ए निस्केर जाउँ न हजुर आराम हुनुहुन्छ के गर्ने हजुर यस्तै छ अहिले कता उता लक्ष्मीपुरतिर ए उहाँ पो हुनुहुन्छ हजुर अनि नेपाल टाढाको बेला छ्यास निस्किराख्नु पऱ्यो भने इलेक्ट्रिकलको ट्रेनिङ आउँदैछ अरे हजुर इलेक्ट्रिकलको ट्रेनिङ आउँदैछ भन्ने सुनेको ए त्यो त मलाई त थाहै भएन त्यो साथीहरू पनि हुनुहुन्छ भन्ने सुनेको जाउँ एकछिन ल म घुमाउँछु ल लाग्यौँ ल लाग्यौँ हेलो भाइ एकछिन
तिमीलाई चाहिँ खिच्नु परेछ विशेष चाहिँ नि हजुर ल हामी चाहिँ यो बच्चा आज लाँदैछौँ भोटे कुकुरको हामी अपडेटमा बसिरहौँ माने ल सर हामी लाग्छौँ ल ए ल हुन्छ 1 2 3 अपडेटमा रहिराख्नु ए हुन्छ ल बच्चा ल ल बाई 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 डेनी सिकाएको छ अगाडि चाहिँ हाम्रो नवीन केसी भाइ जाँदैछ हामीसँग इलाम जाने नवीन डर समात्नु ल यस्तोमा भुल्नु भन्दैछ अरे बाछा तँलाई केही गर्ने भएको सिरिन कान्छ जान्छ जाने दुईजना आमा यता चाहिँ है पानी परेको दिन त यहाँ त कुद्नु सक्छ के हुन्छ हुन्छ ल हो यहाँ पानी परेको दिन त अनि लडी गयो नि एक गयो 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 भित्तामै लानु सकिन नि यस्तो रहेछ यस्तो रहेछ भाइ अनि
भित्तामै लानु सकिन नि हौ एकछिन ल बाइक त अब अलिअलि भयो होला नि इसे त कुच्चे होस् अब ल होइन एकछिन ल अनि खुट्टा नटेकिन हुने रहेछ नि तेरिका मुदा चाहिँ चिप्लो छैन ल होस् होस् अघि उँभोपट्टि अहिले उँधोपट्टि जाउँ ल नयाँ बाइक धुलो पारिसकेको छु जाउँ न भाइ एकछिन ल हो लु बस्नु छोडिराखेर है तेरिका कसरी झर्नु अनि यहाँ नवीन भाइको घर आउँदैछौँ यो घर यहाँनिर पनि छ त्यो होइन ल ल यताबाट त सजिलो होला बोकेर आउने ल ओइ चुप चुप एकछिन यता यता चाहिँ उयो गर न खै हाम्रो यहाँको उतैपट्टि जाउँ के पो नाम ए ओ ब्ल्याकी ब्ल्याकी आउँछ नि ब्ल्याकी यसले त अस्तितिर त चिन्थ्यो त मलाई ब्ल्याकी बच्चा भएर चिन्थिस् त बच्चा भएर हेर न माउ कत्रो छ भोटेको कुरो कालो भए पनि यस्तो छ हो यहाँ बच्चा हेरौँ नि कति राम्रो खोलिदेऊ त भाइ यो चाहिँ राम्रो रहेछ अझ यसको अनुहार हेर न अनुहार कति राम्रो रहेछ दुइटै ल ल ल खै तेरो अनुहार हेरौँ आमा तँलाई हेरेन ए ल माउै सानो छैन नि यो चाहिँ खतरा छ आमा जस्तो दुइटै लगिसकेको यो आमा जस्तो हुने रहेछ ट्याक्कै यसले उयो कालो खालको पनि दामी हुँदो रहेछ नि त हौ अर्को कुकुर अघिको कुकुर चाल बलियो बलियो बनाएर है अनुहार त दामी रहेछ नि यसको पनि खुट्टाहरू हेर न ऊ हेर त भाइ खुट्टा 20 नम्बरे नै रहेछ यो 22 हो कुन चाहिँ 22 हो यो चाहिँ कसले लाने यो काठमाडौँको लान्छ हो र बस 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 चुप चुप ओइ यहीँ छ 22 नम्बरे तेरीमा खुसी भएर जा मै पोखरी बजार घुम पोखरी जा धाममा जा अनि गर्दै मान्छेलाई ल कति राम्री त हौ त जाने भएछ त माइ पोखरी मेला भने यस्तो थियो त्यहाँ माथि कति होला एउटा कि यो भोटे जाति हो नि त यसको खुट्टा कत्रो कत्रो छ खुट्टै राम्रो हौ खुट्टै राम्रो यस्तो यति यति चाहिँ राम्रो खुट्टा मान्छे नि हौ पुरै बस्नु जाने हौ त्यो कोदालो